हजुरहरू हेर्नु न आज मकैको ढिँडो अलिकति भात राख्नुपर्छ छेउमा भन्नुहुन्थ्यो हजुरआमाले हैन। अनि टमाटरको चटनी, तामाको तरकारी, पिसा तामाको, मुसुरोको दाल अनि मोही भएपछि मलाई केही चाहिँदैन। आज पानी पनि परेको दिन है। अनि खाउँ पो लाग्यो मलाई त। पानी पनि परेको दिन यसो चढाउने भन्ने पनि चलन छ। अब यसो गरिहेरौँ न हैन। अब गरेका अब बुढाबुढीले गरेर ल्याएको चलन हामी पनि गरौँ। म त यसरी खान्छु है, हजुरहरू सुलुक्क निल्न सक्दिनँ। पानी परेको दिन टक्क टुसाको कस्तो हुन्छ भन्नुहुन्छ, तरकारीहरू मिठो हुन्छ, उसिन्नुपर्छ। अब बेसार र नुन हालेर उसिन्नुपर्छ। अलिअलि भएको टर्रो पानी गइहाल्छ। अनि छमछम पखालेर परपरि भुटो। हजुरहरूलाई कस्तो लाग्छ? मलाई त मिठो लाग्छ, यसरी ढिँडो खान्छु। सबैले आज पानी परेको भनेर म कोदोको, मकैको, फापरको जे पनि खान्छु क्या मैले ढिँडो खाँदाखेरि।